हे गाइज वेलकम बैक टु माई अनदर भ्लग। आजको भ्लगमा पनि तपाईँलाई हार्दिक स्वागत छ। प्यारा साथीहरू, आज सन् महिनाको 26 गते र यतिखेर म साइडबाट चाहिँ नि फर्किने क्रममा छु। यतिखेर दिउँसोको चाहिँ 12:30 बजेको छ र यतिखेर म यो एरियामा आइपुगेको छु। हेर्नु होला तपाईँहरूले। अब खाना खान जाँदैछु। बिहानै 8 बजे धनगढीबाट हिँडेको थिएँ। सो हिँड्ने क्रममा यो मेरो पछाडिको रेनकोटको पाइन पनि एक ठाउँमा हराएको थियो। पछि खोज्न एकचोटि आएको थियो भेटिनँ। अहिले आउँदाखेरि बाटोमा भेटेँ। सो एकदमै खुसी लाग्यो भेटेर। अहिले जाँदैछु म यो एफजेड बाइकमा। एकदम स्मुथ रनिङ, क्या रमाइलो भइरहेछ कुदाउनमा र ड्युटी पनि इन्जोय रमाइलो भइरहेछ। सो अहिले यो गाउँ पुगेको छु। हेर्नु होला, एकदम रमाइलो छ यो एरियामा। यस्तो छ चारैतिरको दृश्य। ओके, मौसम पनि अझै क्लियर छ, सफा छ। सो रमाइलो भइरहेछ है, इन्जोय। ओके, एफजेड बाइकमा ल हेर्नु होला, यस्तो छ यो वरिपरि। ल यहाँ कालीमाई साइड हसुलियामा पनि माथि प्यारापेट वालको भित्रपट्टिको एरियामा प्लास्टरको काम हामीले गरिसकेका छौँ र आज दाइहरूले बाहिरपट्टि प्लास्टर गर्दै हुन्छ र आज प्लास्टरको काम कम्प्लिटली यो वालको भित्र र बाहिर दुईतिर सकिन्छ। यस्तो छ र यता पनि सरसफाइ गर्ने काम गरिरहेको छौँ र अब यो सकेपछि तुरुन्तै त्यहाँ हामी प्लास्टरको काम सुरु गरिहाल्छौँ। यस्तो स्थितिमा गरिराख्नु भएको छ। तल पनि काम भइरहेछ। ल कालीमाई साइडमा चाहिँ अब यो रुमको प्लास्टर सक्यो। यो बरन्डा एरियाको यो एरियाको प्लास्टर सक्यो। अब सिँढीको तल माथिको एरियामा र यो सिलिङमा प्लास्टर बाँकी छ। यहाँ काम भइरहेको छ। यो रुममा पनि हाम्रो प्लास्टरको काम सकिसकेको छ। हेर्नुलाई एकदम क्लियर तरिकाले, सफा तरिकाले काम कम्प्लिट भइरहेछ। ल यो कालीमाई साइड। कालीमाई साइडमा चाहिँ यो माथि प्यारापेट वालको भित्रपट्टि प्लास्टर भइसकेको छ भने अब वारिपट्टि बाहिरी फेसमा चाहिँ प्लास्टर गर्दै हुनुहुन्छ। अनि यताको यो कर्नरहरू, पिलरहरूको कर्नरहरू मिलाउने काम गर्दै हुनुहुन्छ प्लास्टर गरेर भने लगभग काम धमाधम रूपमा अगाडि बढिराखेको छ। अब यो सिँढीको एरियामा तल र माथि प्लास्टर गर्न बाँकी छ। त्यस पछाडि चाहिँ लगभग यो साइड लगभग सकिन्छ। त्यसपछि यहाँ रेमको काम बाँकी छ। अनि त्यसपछि वायरिङ र पेन्टिङ अनि प्लास्टर पर्निङ लास्टमा। ल यता हामी चाहिँ 39 नम्बर साइडमा लेआउट गर्दैछौँ। एकदमै गहिरो छ यहाँ, पुरै हिलो भएको कारणले गर्दाखेरि लगभग 2-3 फिट मान्छे डुब्ने स्थिति छ। स्विमिङ 41-60 गर्नु पर्यो। 60 गर्नु पर्यो। रिपोर्ट पठाउनु पर्छ नि त माथि। ल आज यहाँ ल रोल क्यामेरा एक्सन। ल सुटिङ पनि भइरहेको छ। यो चाहिँ कालीमाई साइडको माथिको एरिया क्लियर भइरहेछ। ल यो रुममा सोलिङको काम भइरहेछ। सोलिङको काम बालुवा यति मात्र हो। बालुवा पुग्दैन। यो त्यहाँ त्यति मात्र छ। बालुवा चाहिँ तुरन्त पठाइदिनु होला है। सोलिङ। ल यो हो कालीमाई साइड र कालीमाई साइडको अगाडिको पछाडिको सबै एरियामा प्लास्टरको काम सकिसकेको छ। रुमहरूमा पनि प्लास्टरको काम सकिसकेको छ भने माथि छतको हेडरुमको वालहरूमा प्लास्टरको काम भइरहेछ भने यो रुमको तल्लो रुममा सोलिङको काम भइरहेछ। अरू सिँढीको तल र माथि चाहिँ प्लास्टर गर्न बाँकी। ल यतिखेर हामी साइड नम्बर 39मा काम गरिराखेका छौँ। काम गर्ने दाइहरू एकदमै यहाँ बेजोग छ। अनि यो अफिसमा हेर्नलाई हो कि फेसबुकमा हान्नलाई होइन यार। ल यस्तो छ। एकदम यसरी डुबेर काम गर्नुपर्ने स्थिति छ। ल साइड नम्बर 39। ओके।
ल यो 36 नम्बर साइडमा बिमहरूको फर्मा फिटिङ गर्ने काम भइरहेछ। यो हो 36 नम्बर साइड। आज 36 नम्बर साइडमा तलको फर्मवर्क रिमुभ गर्ने काम, हटाउने काम भइरहेछ। अहिले माथि बिम ढलाइ गर्नुको लागि ल्यान्टरको लागि भन्दा पनि बिमको लागि चाहिने फर्माहरू फिटिङ गर्ने काम भइरहेको छ। हे गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लगमा तपाईँहरूलाई हार्दिक स्वागत छ। प्यारा साथीहरू, आज साउन महिनाको 28 गते बिहिबार र आज पनि फेरि म धनगढीबाट हस्टेलियाको साइड, स्कुलको साइड हेर्न जाँदैछु। र आज चाहिँ यो डिस्कभर बाइक लिएर आएको छु र मसँग छ आज स्कुलको लागि चाहिने बिजुलीको सामान, वायरिङको सामान पनि छ बाइकमा। पछाडि चाहिँ राखेर ल्याएको छु। कम्पनीले एक्स्ट्रा गाडीको व्यवस्था गरिदिने, त्यही बाइकमै लाँदैछु। हेर्नु होला, अब हेरौँ। लगभग 10-15 मिनट भइसकेको छ। अब त्यहाँ पुग्नु कति टाइम लाग्छ त्यो हेरौँ। आधी 1 घन्टा जति लाग्छ होला। बिस्तारै जान्छु, किन भन्दाखेरि हेभी सामान छ। सो जाँदै नै छु। अहिले चाहिँ यो मनेराभन्दा अगाडिको एरियामा आइपुगेको छु म। कताबाट पानीको थोपाहरू परिरहेको छ। आकाश त सफा छ, घाम लागिरहेछ। के यस्तो हेरौँ मौसम कस्तो हुन्छ। सो किप वाचिङ, हेर्दै गर्नु होला। बाँकी म त्यहाँ गएर तपाईँहरूलाई देखाउनु छु। ओके, किप वाचिङ है त। यो हो हाम्रो हस्टेलियाको कालीमाई साइड र कालीमाई साइडको यो माथि हेडरुमको चारैतिर प्लास्टर भइसकेको छ। प्यारापेट वाल अर्थात् रेलिङ जे भने पनि यसको पनि चारैतिर प्लास्टर भइसकेको छ। माथिको काम कम्प्लिट गरिसकेका छौँ हामीले भने। अब हामी तलको काम गर्दैछौँ। आजदेखि वायरिङको काम पनि गर्ने रहेछ। यो एरियामा प्लास्टर बाँकी रह्यो होइन। अब यो अर्को छ नि त फेरि, यो सकेर त्यो अर्को स्कुलमा यो भयो। यति एरियामा बाँकी छ, अरू तल चाहिँ भइरहेछ। ल यो रुम प्लास्टर भइसकेको छ, तलको दुईटै रुम प्लास्टर भइसकेको छ होइन। ल हेर्नु होला। ल कालीमाई साइडमा यो कोठामा को तल ढलान भइसक्यो। अनि यो सिँढीको तलमाथिको एरियामा प्लास्टर गर्ने काम गरिरहेछौँ आज हामी। र वायरिङको काम पनि एकछिन सुरु गर्ने हो। ल यो हो सरस्वती मावि साइड र आज यहाँ पनि सिँढीको तलमाथि प्लास्टर गर्ने काम भइरहेछ भने माथि हेडरुमको चाहिँ लेन्टरको लागि फर्मा फिटिङ गर्ने काम, सटरिङको काम भइराखेको छ। अब माथि गएर हेरौँ। दुईटै कोठामा सोलिङ गर्न बाँकी, ढलाइ गर्न बाँकी। यहाँ प्लास्टर भइसकेको छ, सोलिङ गरेर ढलाइ गर्न बाँकी। यहाँ सोलिङ भइसकेको छ, ढलाइ गर्न बाँकी छ। ल अनि यो एरियामा ल साथीहरू, यहाँ मिक्सर मेसिन फसेको छ। यहाँ हामी ट्र्याक्टरले तानिरहेछौँ। अब हेरौँ सक्सेस हुन्छ कि नै। ल फाइनली तानिसकेका छौँ। यो साइड नम्बर 39मा हो। सोलिङ पिसिसीको काम भइरहेछ। ल तानिसकेको छ। ल यतिखेर 33 नम्बरमा काम भइरहेछ। यो बालकोनी एउटा रुम, दुईवटा, यो तेस्रो रुम, त्यस पछाडि यो चौथो रुम, एट्याच टोइलेट बाथरुम भएको चौथो टोइलेट बाथरुम। यो 5औँ रुम। यति कार्य चाहिँ छ है 33 नम्बर साइड। ल 33 नम्बर साइडमा यति काम भइरहेछ। यो हो 33 नम्बर।
ल यो हो 33 नम्बर साइट। यहाँ चाहिँ अब भित्र रुमको पार्टिसन वालहरूको काम भइरहेछ, चिन्ने काम इटाको, र माथि रेलिङ प्यारापेटको काम पनि भइराखेको छ सँगसँगै अरू काम निरन्तर छ यहाँ 33 नम्बर साइट। ल यो हो हसनपुरको साइट नम्बर 20 र यो साइट नम्बर 20 तपाईहरुलाई म देखाउँछु। माथिबाट सुरु गर्छु, हेर्नु होला। अब यो हो माथिको हेडरुम। अब यो लाग्दै तिमीले लक, त्यसपछि तल त यताबाट यो बाहिरको सिन देखिन्छ। यो एरिया भयो, यहाँ टोयलेट बाथरुम, यहाँ एउटा बेडरुम, यो हल दुईटा, त्यसपछि यो अर्को किचन तीनटा रुम, 4 र यो त्यसैगरी 5वटा रुमको यो आकर्षक घर हामीले रेडी गरिसकेका छौँ। हेर्नु होला, यसको इन्टेरियर लुक्सहरू फुल फिनिसिङमा आइसकेको छ। अब सरसफाइ गर्नु मात्र बाँकी छ। यो डिजाइन चाहिँ दामी छ। किचनको कस्तो लाग्यो? यस्तो छ है। यो चाहिँ टोयलेट बाथरुमको एरिया। ओके, ल 39 नम्बर साइडमा हामी पिसिसीको काम गरिरहेको छौँ। अहिले यहाँ सोलिङ भइसकेको छ होइन। अब अहिले चाहिँ पिसिसीको काम गर्दैछौँ। ल साइड नम्बर 39 है।